साथीहरू म चाहिँ अहिले बहिनीको घरदेखि लागे कस्तो राम्रो यो रङ कार्डहरू हेर्न सक्नुहुनेछ। यो भुजाको कसले खानु भएको छ भन्नु थाहा छ अनि उयो मेकअप गरेको हेलो एभ्रिवान, नमस्ते सेवा, वेलकम छ सुजु साङसुन ब्लगमा। हजुरहरूलाई आयो हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चो छु, आनन्द छु। अनि म चाहिँ आज बिहानै ओछ्यान नै ब्लग सुरु गर्दैछु साथीहरू। म चाहिँ माथि मर्निङ वक बिहानै गएको अनि आएर अहिले चाहिँ म ब्लग सुरु गरिसकेँ। अनि आज चाहिँ साथीहरू म चाहिँ अब नुहाई धुवाई गर्नु छ अनि बजार जानुपर्ने छ अनि उता कालिका स्कुल पनि जानुपर्ने छ मेरो भतिजको लागि। भतिजको चाहिँ एससीमा 2टा लागेर ट्युसन हालेर अनि फेरि एक्जाम 2टा दिनु लाउनु पर्ने छ साथीहरू। देख्न सक्नुहुनेछ रुमहरू पनि पुरै यहाँ के अरे मैले सफाइ गरेको छैन अनि लथालिङ्ग छ। अनि अब म चाहिँ नुहाउँछु, फ्रेस हुन्छु अनि यताउति गर्छु अनि यस्तै यस्तै आज मेरो भ्लग हुनेछ। तपाईँहरू पनि म सँगसँगै भ्लग स्किप नगरी हेर्नु होला है त साथीहरू। आज चाहिँ बहिनीले चाहिँ भैँसीको आन्द्रा किनिदिइराख्नु है भनेको छ अनि म चाहिँ भैँसीको आन्द्रा किन्नु जाँदैछु साथीहरू। यो चाहिँ ठ्याक्कै 11को एक्जाम आजदेखि सुरु अनि यो चाहिँ 7 नम्बरको वाडा। अनि तपाईँले थुन्चे ल्याउनु भएको हो? ए होइन, ए म त त्यस्तै लाग्यो। अनि बरपिपलहरू यहाँ चाहिँ छ जोरी। पहिले हामी मसिनो हुँदा यस्तोहरू केही थिएन, अहिले चाहिँ यहाँ चाहिँ राम्रो बनिएको छ। पहिले त यहाँ यत्रो गोठहरू थियो अनि खाजाहरू खानुपर्ने त्यस्तो ठाउँ थियो। अनि अहिले त मजाले बनिरहेछ नि त। यहाँ त यस्तो छ पुरै, कस्तो राम्रो थुन्चेहरू यहाँ ल्याउनु भएको छ, हेर्न सक्नुहुनेछ ल। यहाँ कस्तो राम्रो कति क्युट। यो नि थुन्चेकै बच्चा होला, यो ठुलो कस्तो राम्रो। यहाँ चाहिँ टाढादेखि ल्याएर उयो दिनु न एउटा अगरबाती। यहाँ डोको अनि यस्तो छ। यहाँ चाहिँ यस्तो बस्ने ठाउँहरू बनाएको छ। बेलगौरे चाहिँ अहिले यस्तो भएको छ, हेर्न सक्नुहुनेछ मेरो भिडियो मार्फत। थ्याङ्क यू। यो चाहिँ त्यतिकै दिनुहुन्छ फ्रीमा, जहिले बार्नुहुन्छ बाजेले। किन हो पनि त्यो चाहिँ थाहा छैन, सोध्नु पनि मलाई डर लाग्यो। आउनु न। पर्दैन। कोन त नि पैसा त लिनु हुँदैन। यता माथि छाप्रोहरू यसरी बनेको छ अनि यहाँ चाहिँ दोकान छ। पहिले चाहिँ यता तल थियो, अहिले चाहिँ यता माथि छ। पैसा दिनु पर्दैन बिचरा, किनेको नि खालि यस्तो बेच्नुहुन्छ, दिनुहुन्छ सबैजनालाई उहाँले। मैले अस्ति पनि लगेको उहाँकैदेखि अनि अस्ति त धेरै आउनु भएन त, बिरामी हुनुभयो। ए अन्त म त के भयो किन आउनु भएन भन्दै थियो। अनि जहिले उहाँले चाहिँ अगरबाती बार्नुहुन्छ क्या, अनि मैले पनि फेरि लिएँ अनि मछेले खान्छ क्या जहिले। अनि अब हामी चाहिँ सुँगुरको आन्द्रा किन्नु आएको। यहाँ चाहिँ अब बिस्तारी बजार लाग्छ कि, अब बिस्तारी मान्छेहरू दोकान अनि आउने जानेहरू अनि उतादेखि आउनु हुँदैछ। यता पर चाहिँ बाख्रा लाइन तोरीबारी उता जानुपर्ने तेर्सो बाटो। अनि पहिले कस्तो यहाँ छाप्रोहरू चाहिँ छैन, यता बाटोमा पहिले चाहिँ दोकानहरू थियो। यता माथि अहिले चाहिँ दोकान सार्नु भएको छ माथि। पुरै आन्द्रा किन्न आइसक्यौँ साथीहरू, भैँसीको आन्द्रा। मलाई 1 केजी गरिदिनु न ल। त्यो उयो के अरे बोसोहरू चाहिँ नहालिदिनु, बोसो नहालिदिनु भन्नुभएको छ क्या, ऊ लाने हो। अनि मन्तरी आलुङ र पाउन के खालको रहेछ अनि अनि अरू भन् न। सोरेनीको भएको ल पैसाहरू कति उठ्दैछ यहाँ। उयो भोइस उयो अन गर्नु त होइन, उ त्यो हो त्यो प्लगमा आउँछ। नानी भन्दा माया गरेको अरे। हाइट पनि छ मन्तरी हो न।
पैसा यता चाहिँ हेर्न सक्नुहुनेछ है साथीहरू। हामी चाहिँ दिदीबहिनी आज भेला भएर गफ लाउँदै बसिरहेको छौँ। अब सबैजना अनुहार नै धोएको छुइनँ म त छ्या इलाम आएर गफलाइदिएको इलामको हामी त्यो मसिनो म त चाहिँ झन् हिल्लाको अक्लो भनेको आत्ता त हस्ताल त अन्त बोको अक्लो झन् साह्रो नि भनेर हो साह्रो आका माप्ने मुखा देउँछु पाते त्यति काम निमिना होला हो म आउँछु भनेर सर गल्ती होसा गर्न पाऊ त्यसो भन्नुहुँदैछ अब जाने म कति हात जब चाहिँ दिएको यार हाँस्नु जाने अब 9:30 भइसक्यो थाहा छ मन जाने त ठिकठाक भएर भरे म तल गएर के बाटो गर्छु ए बहिनी भेट्न लो यहाँ त खोरो भेटौँ के अघि बिहान मर्निङमा गएको त दाजु थियो अस्तिको दाजु थिएन सोध्दै थियो तपाईँलाई चाहिँ अनि माइ दिदीले के एउटा पिरिक पारी पठाएर सुनेन होला भन्छ भेसा नि भन्दै ओकोलाई होइन भेसा भन्छ मा भनेर यस्तो हँसा गयो किन राई र राई नै तर मलाई धेरै गयो कता गयो भने त जेस काम त गर्दो रहेछ भन्छ दाजुले मलाई भन्छौँ दिदीबहिनीहरू अनि एकदमै हामी रमाइलो पनि गर्छौँ होइन कहिले चाहिँ अलिअलि यसो थाकठाक ठुकठुक हुन्छ तर अरू जतिको हामी चाहिँ त्यसरी झगडा चाहिँ पर्दैनौँ भने पनि एक दुई बोली भनाभरि हुन्छौँ होइन सुर भाषा बोल्नु भएको छैन मेरो बजार आएको चाहिँ अब म पनि बजार ठिकठाक भएर जान्छु अनि यस्तै छ यता माथि एकजना मेरो दिदी ऊ चाहिँ आज के पो काठमाडौँसम्मको यात्रा अरे अनि यहाँ भेला भएर खानाहरू खाएर हामी चाहिँ त्यतिकै बसिरहेको छौँ अहिले चाहिँ यस्तै छ आजको भ्लग साथीहरू पसल बजार लागिरहेछ कपडा पसलहरू देख्न सक्नु यो झोला कस्तो खालको झरे मेरो भदै चाहिँ अगाडि हिँडिरहेछ मधुमला चाहिँ बजार यसरी लागिरहेछ है साथीहरू कस लागिरहेछ यो भुजाको कसले खानु भएको छ मधुमला चाहिँ आज डह्रो लागिरहेछ है बजार साथीहरू चप्पल दोकान म चाहिँ अब यहाँ माथि एनएमबी ब्याङ्कमा जानु काम छ मेरो म चाहिँ एनएमबी ब्याङ्कतिर लागेँ साथीहरू बजार मधुमला बजार त्यही ठुलो लागिरहेछ म चाहिँ एनएमबी ब्याङ्कतिर लागेँ साथीहरू है त साथीहरू म चाहिँ अहिले ठ्याक्कै धोबेन बजार आइसकेँ यहाँको लोगो हेर्न सक्नुहुनेछ पुरै यो के को हो के भन्छ मलाई थाहा छैन हामी चाहिँ अब यता जानुपर्ने हुन्छ स्कुलतर्फ लाग्यौँ साथीहरू अब चाहिँ कालिका स्कुलमा प्रवेश भयो त्यहाँ गएर कसलाई सोध्ने के भन्ने मलाई थाहा छैन मै नआइ भएन क्या साथीहरू त्यही भएर म चाहिँ स्कुल आएको हो कालिका स्कुल तपाईँहरूले चाहिँ किन गएको ला भनेर मनमा लिनुहुन्छ होला मेरो भदैको चाहिँ 2टा लागेको छ एससीमा त्यही भएर कसले ट्युसन पढाउँछ के गर्ने भनेर म चाहिँ यहाँ बुझ्न लागेको आधी हो सब्जीहरू बहिनीकोमा म के लादिए प्याज आफ्नो भनेको आफ्नै हुन्छ होइन साथीहरू दिदी बहिनीको यहाँ त आएन चामल त दिदी बहिनीको माया भनेको यस्तो हुन्छ उसलाई चाहिँ खानु मन लागेन अरे नाक के अरे त्यो भएर उसको धेरै सेन्ट आउँछ गन्ध
उसको त्यस्तै छ अहिले चाहिँ बेला, अनि त्यही भएर उसलाई चाहिँ मन पर्दैन अरे, अनि मलाई दिइ पठाएको अरे। म मजाले गएर बनाइखान्छु। भाइले पनि दिदीलाई दिइ पठाउनु भन्नुभएको अरे। दिदी बहिनी कति लानु दिदी बहिनीको माया भनेको आफन्त भनेको दिदी बहिनी भनेको दिदी बहिनी नै हुँदो रहेछ साथीहरू होइन। ल धेरै पो लगे त्यो यत्रो त होइन। सहरमा बस्नु खोजिन्छ अनि त्यस्तै हो। घरि प्याज हुँदैन, घरि तरकारी हुँदैन। गाउँघरमा बस्यो भने तरकारीको खाँचो हुँदैन साथीहरू। अनि त्यही भएर म चाहिँ बहिनीहरूले प्याज कोटिहालेको अनि चामल लान आँटेको। साथीहरू म चाहिँ अहिले बहिनीको घरदेखि लागेँ। कस्तो राम्रो यो रङ कार्डहरू हेर्नु सक्नुहुनेछ। आनन्द भइरहेछ हामीलाई यहाँ। अब चाहिँ फेरि मधुमलातर्फमा चाहिँ लागेँ साथीहरू। अटोदेखि मेरो भदेको काम सकियो। साथीहरू म चाहिँ हिजो चाहिँ के अरे लाइन पनि थिएन, अनि बजारदेखि आएर अनि मैले भिडियो इन गर्न पाइनँ क्या साथीहरू। अनि त्यही भएर म चाहिँ आज बिहान उठेर, बिहानभन्दा पनि 6 बजिसक्यो, मुखहरू पानीले हल्का भिजाएर अनि म चाहिँ यो नरिवल तेल कसले लाउनुहुन्छ कपालमा, म चाहिँ यो तेल लाउन लागेको बिहान उठेर। अनि हिजो म एकदमै बिजी, यताउता जाने मेरो काम पर्यो है। घरि ब्याङ्कतिर, घरि उता स्कुल। सुरुमा स्कुल पुगेर आयो, त्यहाँदेखि ब्याङ्क, त्यहाँदेखि यता माथि पसलतिर पस्ने काम थियो। अनि हिजो डेन्जर मेरो काम धेरै थियो, त्यही भएर म गलेँ पनि। अनि आएर लाइन पनि फेरि यहाँ कति जान्छ हो यो हाम्रो ठाउँमा, अनि लाइन पनि थिएन। अनि खानाहरू बनाउँदा अनि यताउता गर्दा मलाई लास्टै गल्यो। अनि मैले चाहिँ भिडियो इन गर्न सकिनँ साथीहरू। अनि बिहानै उठेर मैले चाहिँ भिडियो इन गर्दैछु। तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नु अनि माया गर्न चाहिँ नभुल्नु होला साथीहरू। आजको लागि भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।